हे गाइस गुड मर्निङ र आज म चाहिँ जाँदैछु हामी जाँदैछौँ फ्युनरलमा नाम्ची जाँदैछ अहिले देख्न सक्नुहुन्छ पछाडि चाहिँ हजुरहरूले अलिक इट्स अबाउट 6 o'clock होइन र म अघि नै उठेर पनि रेडी भइसकेँ सो अरूहरूलाई पर्खिरहेको छु मैले अरू फ्यामिलीलाई पर्खिरहेको छु सो स्टे ट्युन गाइस 6:30 भयो सो अब चाहिँ कुन चाहिँ गाडी लिएर जानुपर्छ भने नि हजुरहरूलाई गाडी बाइकको बजार छ यहाँनिर चाहिँ हेलो भनिदिनु हेलो गुड मर्निङ एभ्रिवान कुनै पनि होइन अब यो बिचको लगि नै जानुपर्छ ल गाइस हजुर सबैजनाले ह्याप्पी सन्डे गाडी धुने ह्यान्डी पनि लिएको छु मैले साथसाथमै हो सो अब चाहिँ हिँड्यो हजुरहरू हेर्नु सक्नुहुन्छ है हामी सो बाबाई स्टे ट्युन सबैले बाई बाई गरिदिनुहोस् त्यति टाढो त होइन नि त चिया खाने कफी सफी खाने नि त त्यही भएर अलिकति रेस्ट चालक दाइलाई पनि रेस्ट चाहिन्छ नि त त्यतिकै कुदाउनु नि यहाँनिर अलिकति चियाको स्वाद लिँदैछ यहाँनिर हामी सबै हेलो भनिदिनु न हेलो हाई कस्तो लाग्दैछ कस्तो औँठी हेर्नु कति बेसी आम्बो एउटा दुईटा तिनटा चारटा पाँच कस्तो लाग्दैछ प्रवेश बिहान बिहान आएर हाम्रो चाहिँ बिहानको यसो ब्रेकफास्टै भनौँ न है हुँदैछ यो चाहिँ तपाईँको लच्छा पराठा हामी निक्ल्यो है हेलो भनिदिनुहोस् हेलो हेलो साथीहरू हेर्नु सक्नुहुन्छ तपाईँले है यहाँको मजाको भिडियोहरू है फेरि पनि हामी आइपुग्नु आँट्यो नाम्ची है हाम्रो सिक्किम सुन्दर सिक्किम एकदम राम्रो हजुर लगभग पुग्न आँट्यो हामी पनि है हामी चाहिँ आइपुग्यो है यहाँ माथि सिलिन्डरमा मरो घरमा चाहिँ आइपुग्यो यहाँ माथि हेर्छ है यता माथि हेर्छ सो हजुरहरूले देख्नुहुँदैछ अब हामी चाहिँ निक्ल्यौँ है यहाँदेखि चाहिँ जस्ट बाई गाइस ब्याक टु गान्तोक जाँदैछौँ हामी है फाइनली हामी चाहिँ आइपुग्यो तिमी तारकै हजुरले देख्न सक्नुहुनेछ तिमी तारकोमा आइपुग्यो र हजुरहरूले देख्न सक्नुहुँदैछ तिमी आई लभ तिमी है हेर्नु सक्नुहुन्छ हजुरहरूले राइडर सो हजुरहरूले देख्नुहुँदैछ हामी चाहिँ तिमी तारको भित्र पस्यो है हेर्न सक्नुहुन्छ मेरो मात्रै होइन हजुरको तिमी गार्डन तिमी टी हजुरको चिया बगान चाहिँ यस्तो छ हजुरको चाय बगान है हेर्न सक्नुहुन्छ पछाडि एकदम दामी दृश्यहरू माथिसम्म छ है हेर्न सक्नुहुन्छ र पछाडि हजुरहरूले यो चेरी फेस्टिभलमा आउनु भएको झन् अति सुन्दर देख्नु पाउँछ कि यहाँको भ्यू किनकि त्यो टाइममा चाहिँ एकदम पिक टाइम हो नि त त्यो टाइममा चाहिँ हजुरहरूले एकदम राम्रो छ त्यो टाइम चाहिँ त्यो समयलाई चाहिँ नगुमाउनुहोस् हजुरहरूले पनि नेक्स्ट टाइम आउँदाखेरि अलिकति छिटो जति सक्दो हुन्छ छिटो आउनुहोस् किनकि अहिले हामी त अब अस्ति हो अर्जेन्ट कामले गर्दाखेरि आएको थियो र आधी देख्नु पाएन र हजुरहरू आउनुहुन्छ भने चाहिँ एकदम पिक टाइममा आउनुहोस् त्यो टाइममा हजुरहरू
सिङताम आइपुग्यो हजुरहरू हेर्नु सक्नुहुन्छ। यो चाहिँ अदमपुल आइपुग्यो है। हजुरहरूलाई कस्तो लाग्यो? मलाई चाहिँ के होइन, मलाई चाहिँ अलिकति डर लाग्यो। दा सुन्नुहोस् न, यहाँ ड्राइभरलाई गाडी कुदाउनु सिकाउँछ। यहाँ कस्तो के लाग्यो? ड्राइभरलाई यो गाडी कुदाउनु सिकाउँछ सेकेन्ड सिटमा बसेर। कस्तो लाग्यो अरे बाबालाई? ठिकै छ यतिको फाइनली गाइस हामी चाहिँ हेर्न सक्नुहुन्छ घर आइपुग्यौँ है। घर आइपुग्यौँ है।